साथीहरू, म चाहिँ आज तपाईँलाई हट गार्लिक यानि कि पिरो चटनी घरमै कसरी बनाउने या होटेल रेस्टुरेन्ट लाइनमा कसरी बन्छ भनेर भिडियो मार्फत देखाउन गइरहेको छु। लास्टसम्म हेरेर प्रतिक्रिया दिन नबिर्सिनु। एउटा फ्राई प्यान लिने, त्यसमा सुकेको खुर्सानी राख्ने र आवश्यक अनुसार पानी राखिदिनु पर्ने हुन्छ। पानी राखिसकेपछि थोरै तेल राख्ने, त्यसपछि मजाले बोइल भइसकेपछि यसलाई छान्नीमा राखेर चिसो पानीले छान्नुपर्ने हुन्छ, चिसाउनु पर्ने हुन्छ। चिसाइसकेपछि मिक्सरमा राखेर थोरै पानी राखेर आवश्यक अनुसार पानी राखेर यसलाई राम्रोसँग पेस्ट गराउनु पर्ने हुन्छ। पेस्ट रेडी भइसकेको छ। यता लसुन मसिनो गरेर काट्ने, त्यसपछि अदुवालाई पनि मसिनो गरेर काट्नुपर्ने हुन्छ। अनि आवश्यक अनुसार खुर्सानी पनि मसिनो गरेर काट्नुपर्ने हुन्छ। खुर्सानी काटिसकेपछि पेनमा तेल हाल्ने र त्यो काटेर राखेको मसिनो खुर्सानी, लसुन, अदुवालाई राखिदिने र ब्राउन आउँदासम्म भुट्ने। त्यसपछि 2वटा तेजपत्ताको पात एड गरिदिने। अघि पिसेर राखेको खुर्सानीको पेस्ट एड गरिदिने। यसलाई राम्रोसँग चलाउने। चिली सस राख्ने आवश्यक अनुसार। चिली सस राखिसकेपछि थोरै केचअप राख्ने। केचअप राखिसकेपछि भिनेगर राख्ने अनि सोया सस पनि एड गरिदिने। त्यसपछि आवश्यक अनुसार नुन राख्ने, एमएसजी पाउडर राख्ने र ब्ल्याक पेपर पनि 1 चम्मच जति राखिदिने। राखिसकेपछि राम्रोसँग चलाउने। यसले माथि तेल छाडेपछि पाक्यो भन्ने सङ्केत हामीले बुझ्न सक्छौँ। त्यसपछि मसिनो गरेर काटेर राखेको धनियाँको पात एड गरिदिने। हाम्रो हट गार्लिक रेडी भइसकेको छ। यसलाई अब अर्को भाँडामा सिफ्ट गर्ने र तपाईँहरूले मोमोसँग टेस्ट गर्न सक्नुहुनेछ।